तपाईँ चलेको क्वालिटीको भ्याल्यु बाजे भन्छ नि तपाईँलाई। हाम्रो पार्टीबाट टिकट पाउनका लागि म एउटा कागज गराउँछु। नेपाली कागजमा म धरानको सबभन्दा ठुलो मान्छे हो, बुझ्नुभयो नि? म भन्दा ठुलो मान्छे छैन यतिखेर। लेकिन एक सेकेन्ड, म सानो मान्छे हो, यो देशको सबैभन्दा सानो मान्छे हो म। आर यु कमेडी नि? अर्को भनेको त महासाला यो मूलवासी मान्छे हुनै होइन के यो। मलाई कता यो साला पास्टरै हो क्या लाग्छ मलाई। को हो मुला त? टिचर हो म। जस्तो प्रधानमन्त्रीको भनाइलाई लिएर महावीर पुनले त्यो उहाँले त्यस्तो भन्न खोज्नु भएको होइन भनेर जुन खालको अन्तर्वार्ता। महावीर पुन दाइ त इन्जिनियर हो होइन? अच्छा, इन्जिनियर खोइ कुन चाहिँ विषय पढ्या हो पढ्नु चाहिँ। उहाँ राजनीति गर्ने मान्छे कहाँ हो? उहाँलाई राजनीति भन्ने थाहै छैन, देश भन्ने थाहा छैन। विज्ञान र समाज कसरी फरक हो भने विज्ञानले के भन्छ भन्दाखेरि सुन्नु है राम्रो। विज्ञानले के भन्छ भन्दाखेरि हामी नाङ्गै जन्मिएको नाङ्गै बस्दा पनि हुन्छ भन्छ विज्ञानले। तपाईँ लुगा खोलौँ त अहिले? हर्कजीलाई पनि पढाउनु भएको तपाईँले? बाबु उहाँ चाहिँ कस्तो हुनुहुन्थ्यो? हर्क चाहिँ बल्ल 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 पास हुन्थ्यो, तर प्रथम पुरस्कार चाहिँ मैलाई चाहिन्छ भनेर झगडा गर्थ्यो। एक शब्द बोल्नु भएको छैन, उहाँ राजीनामाको माग उठाउनु भयो। राजीनामा चाहियो प्रधानमन्त्रीको, राजीनामा चाहियो। राजीनामा दिनुपर्ने रे यी यताबाट। That is गुइठी नि? स्टॉप जरा पीछे लेना, जूम करो उस पर। तपाईँ कति बाटा खाने हो? अस्ति राति खानुभयो, अहिले खानालाई फेरि माथि आइसक्नु। कति खाने बाटा? बाटा खाना तयार, लट्ठी चार्ज हुन बाटा तयार। तपाईँको ज्यान चाहिँ कस्तो छ हौ? यो आउँदो स्थानीय चुनावमा श्रम संस्कृतिले मात्रै जित्नुपर्छ। डिप्रेसन अहिले धरानमा यो पार्टीको विषयले अलिकति भाडभैलो जस्तो सामाजिक सञ्जालमा देखिन्छ। भाडभैलो कस्तो हो र? भाडभैलो जस्तो म त देउसी भैलो भन्ने मात्रै बुझेँ। म त देउसी भैलो भन्ने मात्रै बुझेँ। एक हातले बाइक कुदाउनु चाहिँ के रहेछ त्यसमा? मैले चाहिँ त्यत्रो अब सबै कानुन त पढ्नु हुँदैन हेर्नुहोस् है। मैले भन्छु नि संविधानको धारा भएको पानीको धारा नभएको देश हो। कानुन भन्दा शिक्षाको कुरा आयो। शिक्षा त म आफै शिक्षक हो त। होइन कस्तो घमण्ड हो? हर्क साम्बाङले रासोपाकै मान्यजु भनेर भने नि? मान्यजु नगराउ के हर्क सम्पाङको के न होइन, रासोपाकै मान्य हो महावीर पुन पनि भने त। त्यसले भन्नुहोस् के हर्क सम्पाङको गऱ्यो भने तिम्रो फोड दिन्छु अलि। फेसबुक स्टार्जरमा स्वाधीनताको पक्षमा बिनाको निम्ति मलाई रोक्छ भने तपाईँको चाहिँ 1 मिनेट नलगाइकन शरम संस्कृति पार्टीले चुनाव जितेर के अर्चास भन्थे जनताले? शरम संस्कृति पार्टीले चुनाव हर्कजीको यो कुरा चाहिँ मलाई ठिक लाग्यो है। तर तपाईँ धेर बोल्नुहुन्छ यार, अलिकति कम बोल्नु। देश बनाउनु भन्दा पनि ज्यादा धेर बोलेर मान्छेको दिमाग खराब बनाउनुहुन्छ यार।